चेमसी आज हामी चाहिँ मार्केट गएको थियौँ अनि यहाँ सबै सामानहरू पाइन्छ हामी चाहिँ धेरै सामानहरू पनि किनेर लिएका थियौँ। हाम्रोमा माछाहरू दामी राखेको हुन्छ, माछा मन पर्दैन हुन्छ त्यो राखेको चाहिँ हुन्छ यहाँ। त्यसपछि हामी फेरि यहाँ तिउन तरकारीहरू दाल हुन्छ। त्यसपछि गन्जी तरुलहरू पनि हाम्रो यहाँ देखेका थियौँ। फर्सीहरू दारु पनिरहरू हेरिने थियौँ। किन्न त केही पनि थिएन, त्यही पनि सो घुमेर हेर्दैछौँ। बटुका गिलासहरू पनि छ, त्यो चाहिँ माटोहरू बनेको के हो अरे त्यो हेरेर देखाउँदैछौँ। यहाँ चम्मच किन्ने भन्दै थियौँ, चम्मच हेऱ्यौँ हेर्नु न चम्चीबाट पनि 1 रुपियाँ छ। अनि हाम्रो नेपालीहरूको झर्किनुहुन्छ तेल यहाँ चाहिँ यस्तो डब्बामा हुन्छ तेलहरू। अनि यो चाहिँ कपडा धुने बासमा आउनको निम्ति भनेर राखेको हुन्छ। अनि हामी चाहिँ पैसा तिरेर निस्किसक्यौँ। जम्मा मैले ब्रिज थियो भन्दा मात्रै किनेको थिएँ। त्यसपछि हामी चाहिँ जाउँ भनेर यहाँबाट निस्किँदैछौँ। यहाँदेखि हाम्रो लिफ्ट पनि छ, भराइन पनि छ। फेरि सोचे लिफ्टबाट जाऊ कि फेरि सोचे होइन भराइनबाटै जाउँ भनेर हामी भराइनबाटै आयो। यो चाहिँ हस्तका भन्छ मुहारको हो, यसमा सबै सामानहरू पाइन्छ। अनि तल छाउँदैछौँ। अब रातिको चाहिँ ट्याक्सी गरेर भनेर रुममा जानको निम्ति। यो चाहिँ त्यस ठाउँको बाहिर हो, यहाँदेखि चाहिँ माथिमा हुन्छ। जे किन्छु भने पनि पाइन्छ।